हेलो गाइस, आज हामी मोमो खाना लगाएको। सो मैले अहिले पिठो गुन्दैछु अनि अब म सुरु गर्न लगाएको। सुरु भयो। ल साथीहरू, मैले पिठो गुनिसकेँ। अब रेडी भइसक्यो यो। प्याज काट्न लगाएको। अब हामीले मोमोको लागि प्याज पनि काट्दैछौँ। सबै प्याज काट्नु भयो भने कहिले थोरै मात्रै है, यहाँ प्याज काटेर राख्नु भयो। अब हाम्रो मोमोको तयारी स्टार्ट भइसकेको छ। र साथीहरू, मैले अब यो टमाटर अनि खुर्सानी बोइल गर्न लगाएको मोमोको चटनीको लागि। र साथीहरू, मैले अब यो अदुवा अनि लसुन खोल्साउँदैछु। साथीहरू, हामीले यहाँ किमा बनाउँदैछौँ। हामीले घरमै बनाएको किमा, किनभने त्यो बजारमा बनाएको त्यति खासै मन पर्दैन के मलाई। सो हामीले घरमै बनाउँदैछौँ किमा। मैले यहाँ चटनी पनि पिसिसकेको छु। यो चाहिँ टमाटर, खुर्सानी अनि त्यसपछि हल्का धनियाँ अनि यो तिल हालेको छु मैले। मोमोको भाँडा तयार हुँदैछ। हेलो गाइस, हाम्रो किमा पनि रेडी भइसक्यो। फेरि भन्छु गाइस, हाम्रो यो किमा पनि रेडी भइसकेछ। अब हामी बनाउन लागेको। हेलो साथीहरू, हामीले यहाँ मोमो बनाउँदैछौँ। हेलो साथीहरू, हामीले यहाँ बनाइसकेछौँ। अलिकति अब अलिकति बनाउन बाँकी छ। अनि त्यही हो, अब बनाउँदैछौँ। अब हजुरहरूलाई पाकेपछि देखाउँछौँ। तर एक लोड त पाक्यो, पोज गर न। अनि एक लोड हाम्रो पाकिसकेछ मोमो। अनि यस्तो देखेछ हाम्रो मोमो। ल साथीहरू, हामीले यहाँ अब बनाएर सकिन लागेको छ। हाम्रो भ्याउन लायो। ल त साथीहरू, मोमो बनेर रेडी भइसकेछ। यस्तो देखेछ मोमो। अनि यो चाहिँ पोर्कको मोमो हो। यस्तो यहाँ यस्तो छ। अनि यो चाहिँ हामीले पछि खाने हो, किनकि अहिले त्यति खान मन लागेको छैन। अलिक खाइसकेछौँ हामीले नास्ता। अनि यो चाहिँ नपकाएर राखेको छ हामीले। त्यही हो साथीहरू। र साथीहरू, हामी मोमो पाकेछ। स्टार्ट पनि गरिसकेँ। म त खिच्नै बिर्सेछु। यो बुङ्गुरको मोमो। यो बुङ्गुरको मोमो धेरै मिठो भयो। धेरै जसो नेट चाहिँ गराउँदैन क्या। कति दिएछस्? पहिला कति दिएछ? पहिला दिएकोमा हामीले खायौँ 10 वटा हो क्या। 8 बराबर खाएको।
तर मलाई न बस माथि लाग्छु म त मोटो यार पानी राख है यहाँ भएको प्याज मिठो लागिहाल्छ मसला राम्रो बनाएर होला